दर्शकबिन आज हाम्रो माझमा डाक्टर तारा राई हुनुहुन्छ। उहाँसँग राजनीतिक वर्तमान अवस्थाको बारेमा उहाँसँग अन्तर्वार्ता गर्नेछौँ। डाक्टर साहब, यहाँलाई स्वागत छ। हुन्छ, धन्यवाद। अहिलेको यो राजनीतिक परिस्थितिमा अलिकति अपरिपक्वता देखे जस्तो पनि देखियो, अलिकति जेनजी पनि धर्मराइरहेको अवस्था पनि देखियो। तपाईँलाई के लाग्छ यो अहिलेको यो जुन तपाईँको अन्तरिम सरकारले के निर्वाचन गर्नु सक्ला त? यो अहिलेको राजनीतिमा यहाँलाई धन्यवाद छ। अहिलेको राजनीति परिवर्तन आयो जेनजीको आन्दोलनबाट, तर यो अलिकति अपरिपक्व देखिन्छ भनेर सबैले भन्दैछ हैन। त्यस कारणले गर्दाखेरि अहिलेको सरकारले चुनाव जसरी पनि गर्नुपर्ने चाहिँ हुन्छ। विभिन्न राष्ट्रमा परिवर्तन आएपछि चुनाव गर्दाखेरि राम्रो परिणाम पनि आएको छ। तर जेनजीको अपरिपक्वता भन्दा पनि मेन कुरो जेनजीको लिडर्सहरू जेनवाईहरू जेनएक्सहरू ल्याए। जेनएक्सहरू आए। जेनवाईहरू एकदम देशमा विकास गर्ने, राष्ट्रलाई चाहिँ नै समुन्नत राष्ट्र, अरू राष्ट्रको दाँजोमा लाइक अब हैन, जसलाई नि युरोप अमेरिका जस्तो, कोरिया जापान चाइना जस्तो विकासमा लान इच्छा छ युवाहरूलाई, जसले चाहिँ अहिले युथहरू जेनवाईहरू राम्रो खालको लिडरहरू लिएको भएदेखि देशमा विकास हुन्थ्यो र सक्थ्यो पनि, र त्यो क्षमता भएको व्यक्तिहरू पनि थियो। तर अलिकति देश नेपालमा चाहिँ जुनै पनि देशमा युथहरूले आन्दोलन गर्छ, क्रान्ति पछाडिको परिवर्तन चाहिँ एकदम मिठो र राम्रो हुन्छ। तर हाम्रो देश नेपालमा चाहिँ त्यही पुरानै पेरिफेरीमा घुमेको जस्तो अहिलेसम्म चाहिँ भइरहेको छ। अनि डाक्टर साहब, पनि यो हुन्छ नि तपाईँको सुशीला कार्की जो जेनजीले नै उहाँलाई त्यो गद्दीमा त्यो प्रधानमन्त्रीको त्यो पद धारण गर्ने व्यक्ति बनायो, तर उहाँले भनेको जेनजीको नेतृत्व नै छैन, को चाहिँ नेतृत्व हो मलाई थाहा नै छैन भनेर उहाँले जुन वक्तव्य दिनुभयो, यसमा चाहिँ अब जेनजीले कसरी चाहिँ अब नेतृत्व चाहिँ कसरी चाहिँ अब फेरि त्यो सरकारलाई चाहिँ अब पछाडि फेरि रिटर्न ब्याक गर्ने त? जेनजीको लिडरै चाहिँ अहिलेको जुन व्यक्तिहरू छन्, सुदन गुरुङ म हुँ भनेर अगाडि बढेको छ। पछि तपाईँको त तर सुदन गुरुङले मैले पहिला आन्दोलन गरेको होइन, पछाडि चाहिँ मैले के अरे पछाडिको भागमा चाहिँ यो आन्दोलनकोमा चाहिँ मैले समर्थन गरेको हैन, सहयोग गरेको जेनजीलाई यो सरकार बनाउनेमा चाहिँ भनेर भन्दै थियो। ऊ आफै पनि ढलफल छ। एक त यहाँनिर जेनवाईहरू जस्तै पनि देशलाई विकासमा लैजाउँ भनेर डाक्टर निकोलस भुसालहरू लगायत राम्रो राम्रो व्यक्तिहरू छन्, केही जेनजीमा आउने व्यक्तिहरू। ती राजनीति चेतना राम्रोसँग भएको मान्छे र देशलाई विकास सम्मोन्मुख राज्यमा लाने व्यक्तिहरू थिए। जस्तै पूर्वबाट नि आइरहेको थिए केही राईहरू हैन, अहिले मेयरहरू अरू पनि छन्, अलि जेनवाईहरू राम्रो खालको व्यक्तिहरू थिए। ती व्यक्तिहरू राख्नुपर्ने ठाउँमा चाहिँ यो पुरानै पार्टीको प्रचण्डको सल्लाह, केपीको सल्लाह, के भन्छ अनि शेरबहादेवाको सल्लाह, अनि राष्ट्रपतिको सल्लाहले चाहिँ सुशीला कार्कीलाई उहाँहरूले राख्नुभयो। यो आन्दोलनले ल्याउने क्रममा सुशीला कार्कीलाई ल्याउने कुरो भन्ने चाहिँ र ती पहिलाको पार्टीहरूको व्यक्तिले निर्णय गरेर ल्याउने भन्ने कुरो चाहिँ हुँदैन थियो। जसले यो जेनजीको आन्दोलनलाई अगाडि बढायो, सबैजना जेनवाई जेनएक्स नै भएर आयो। आइसकेपछि यहाँनिर चाहिँ नै सेनाको प्रमुखदेखि लिएर सबै पार्टीको व्यक्तिहरू एकातामा नरहिकन, उनीहरूको कुरा नसुनिकन, सेनाको प्रमुखले र त्यो सुदनको मात्रै कुरा नसुनिकन त्यही बेलामा विरोध गरेर यो हुँदैन भनेर चाहिँ अगाडि बढ्नुपर्ने कुरो थियो। तर त्यसमा उनीहरू चाहिँ नै अपरिपक्वता देखियो। किनभने प्रधानमन्त्री बनाउनुभन्दा पहिला परिवर्तनको संविधानको बारेमा, अन्तरिम विधानको बारेमा तुरुन्तै बनाउनुपर्छ। पहिला चाहिँ कति बुँदे माग माओवादीहरूले राखेको थियो, त्यस्तै बुँदे माग के अरे परिवर्तन चाहिँ हामीले पनि लेखेर लगेको भएदेखि हुन्थ्यो। अब धेरै ढिला भइसक्यो।
यो चाहिँ गल्ती भयो भनेर भन्छ, त्यो पनि हुँदैन। किनभने विश्वमा नै युवाको माग चाहिँ अब सर्वयोग्य हुन्छ र क्रान्तिको परिवर्तन, आन्दोलनको परिवर्तन पछाडि जुन युवाहरूले देशमा चाहेको माग बढी मात्रामा चाहिँ नै लागू हुन्छ। त्यस कारणले गर्दाखेरि पहिलाको संविधानलाई मानेर हो भने त आन्दोलनै हुँदैन थियो। पहिलाको संविधान निष्क्रिय बनाएर अनि निष्क्रिय नै छ। त्यस कारणले गर्दाखेरि निष्क्रिय बनाएर राज्यमा जो व्यक्ति प्रधानमन्त्री भयो अनि उनीहरूले चाहिँ निर्णय गरेर चुनेर जेनजीले चाहिँ अनि कानुनी सल्लाहकारहरू पनि बाहिर अलिकति पहिला नै केही बुँदे शर्तहरू राखेर हामी प्रधानमन्त्रीमा बनाउँछौँ, यो सरकार गठन गर्ने भनेर उनीहरूले गर्दा पनि हुन्थ्यो। तर कानुनी सल्लाहकारहरू चाहिँ नै ओम प्रकाश नै छ भनेर उनीहरू मक्ख परे। तर कारण के छ भने फ्रान्समा पनि के अरे एउटा राजालाई चाहिँ नि लुइस